यलय गोदावरी नगरपालिका स्कुलले नेपाल भाषा व तामाङ भाषा पाठ्यपुस्तक बुङ्कीको जुगुदु गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन शनिबार थेचोया नेवा इंग्लिश स्कुलले अभिभावक दिवस सम्बोधन यागुच्छले नगरपालिकाए पेङ्गु वडादुगु सामुदायिक व निजी स्कुलले छगुत्त गिन्सी सोङ्गुत्त गीतक नेपाल भाषा व तामाङ भाषा पाठ्यपुस्तक बुङ्केको जानकारी भ्यादिएको छ। अहिलेको समय भनेको सबै भाषा ज्ञान हुन जरुरी छ। अहिले हामीलाई बच्चाले इंग्लिशमा बोलेको देख्दा हामी खुसी हुन्छ, तर आफ्नै मातृभाषा आफ्नै भाषा उसले बिर्सिँदै गइरहेको अवस्था छ। त्यसकारणले आफ्नो भाषालाई पनि हामीले प्राथमिकता राखेर यसपालि हामीसँग इङ्ग्लिस नेपाली त छँदैछन्, हामी नेपाल भाषा तामाङ भाषा लगायत हाम्रो भित्र रहेका अरू भाषा पनि हुन सक्छ। त्यसलाई प्राथमिकता त्यसलाई वर्गीकरण गर्दै त्यसलाई अगाडि बढाउनेछौँ। तर अहिलेको समयमा हामीले नेपाल भाषा र तामाङ भाषालाई पनि एउटा प्राथमिकता राखेर हामीले स्थानीय पाठ्यक्रममा समावेश गरेका छौँ, जसले गर्दाखेरि एउटा बच्चाले कम्तीमा पनि 4वटा भाषा उसले जानेको हुन्छ। इङ्ग्लिस र नेपाली त्यो जान्ने नै भइहाल्यो, विद्यालयमा पढाउने भइ नै हाल्यो, तर आफ्नो भाषा नेपाल भाषा र तामाङ भाषालाई पनि एउटा 4 थरी भाषा उसले सिक्नेछ। जसले गर्दाखेरि अन्य क्षेत्र कुनै नयाँ ठाउँमा जाँदाखेरि तामाङ बस्तीमा जाँदाखेरि उसले तामाङ भाषामा बोल्छ, नेवार बस्तीमा जाँदाखेरि नेपाल भाषामा बोल्छ, विदेशमा जाँदाखेरि उसले इङ्ग्लिसमा बोल्छ, अरू कुनै क्षेत्रमा जाँदाखेरि उसले नेपाली भाषामा बोल्छ। त्यसकारण यो भाषागत रूपमा पनि यसलाई चाहिँ अगाडि बढाउने जुन चाहिँ प्रयासका साथ गोदावरी नगरपालिका एउटा शिक्षामा एउटा चाहिँ अगाडि पाइला सारेको छ। त्यसमा सबैले म यहाँ संस्थागत र सामुदायिक विद्यालयका सबै प्रहरीलाई पनि म अनुरोध पनि गर्न चाहन्छु र हामीले एउटा क्यालेन्डर पनि निर्माण गरेका छौँ। अभिभावक दिवस ज्याजु नेवा इंग्लिश स्कुलले प्रधान अध्यापक नवीन थेचोमिया अध्यक्षता जुगु ख।